लेखेको पढ्दैन के पढ्छ लेखेको Hello and welcome to my first video reaction video हुनेवाला छ आजको आज चाहिँ हामी एउटा महावीर पुन सरको फनी भिडियोलाई रियाक्ट गर्नेवाला छौं सो दिस इज माई फर्स्ट टाइम डुइङ दिस मैले पहिली एक दुई चोटी गरेको थिएँ बट आई डोन्ट नो हाउ द्याट वेन्ट तर आज चाहिँ वी आर डुइङ इट प्रपरली सो होपफुली इट इज गोइङ टु बी फन अनि तपाईहरुलाई पनि रमाइलो हुनेछ यो भिडियोको नेम चाहिँ के छ भन्दाखेरि एपिक रिप्लाई बाइ महावीर पुन फनी मोमेन्ट्स भनेर छ र यो पर्वत बस्नेतजीले बनाउनु भएको शाउट आउट टु हिम एज वेल एन्ड दिस इज आई थिंक दिस इज रियली फनी मलाई रेकमेन्डेसन आएको थियो कि यो भिडियो रिभ्यू गर बिकज आई लभ महावीर पुन इज वान अफ माई फेभरेट पोलिटिशियन्स अफ नेपाल त्यही भएर पनि म यो भिडियो रियाक्ट गरिरहेको एन्ड आई नो दिस इज गोइङ टु बी रियली अमेजिङ सो विदाउट एनी फर्दर डिले लेट्स गेट इन्टु इट धेरै सांसद मन्त्रीहरु हुन्छ तपाई मात्र यस्तो हुनुपर्ने अरु फेरि तपाईको एउटा सिको नगर्ने खुलेर हिँड्न नसक्ने कारण के होला फेरि अनि यो त्यही तिमी जस्तो धेरै गाउँ गर्ने That's funny. Oh man. Man, he's really straightforward. I like that. I don't think you can find any real person wow the body real koi भेटाउने हामी सक्दैन होला के अनि being a politician is so amazing and so funny पनि ए तपाईले चाहिँ यो आफ्नो किताब कति पटक पढ्नु भयो लेखेको पढ्दैन के पढ्छ लेखेको त्यो पनि यन गर्दै के पढेकै छैन भनेर ओ माई गॉड इज सो रियल हगे धुन्न के तेरिका कसैको किताब पढ By the way, I think the editor is also really good. उहाँले जस्तो रेटेड गर्नु चाहिँ इट्स अल्सो मेक इट फनी त्यो बिचमा त्यो एड गरेको क्लिपले गर्दा नि इट मेक्स इट मोर फनी पनि आई लभ वाचिङ दिस इज रियली गुड आफ्नो किताब त अहिले पढ्नु भएको छ लेख्नु भएको मात्रै छ हैन आफ्नो किताब पढ्नु भएको मारन थियो त्यो लेख्दाखेरि पढिहाल्यो ट्रु लेख्दाखेरि पढ्यो नि त नयाँ किताब निस्किँदैन फेरि भेटौँला भएको छ हजुर यसैमा थप्ने हो त्यो फेरि पुरानो पाठकहरूले त फेरि किन्नु पर्ने भयो नि त किन्नु यो अगाडि बढिदिनु पर्छ अलि छिप्पिएको बुढाहरू चाहिँ पछाडि बस्नुपर्छ क्या he laughed there he understood त्यो पनि छिपेकै थियो भनेर बट द्याट वाज फनी त्यो पटक सफल लिएर आउनु कस्तो महसुस भएको छ केही महसुस भएन किन भन्दाखेरि 5 मिनेट पनि लागेन मान्नु पर्दैछ मान्नेछु बधाई पनि चाहिन्न शुभकामना पनि चाहिन्न किन मान्नेछु चाहिन्न स्वतन्त्र माननीय महावीर पुन कतै राष्ट्रपा स्वतन्त्र पार्टीमा जाने हो कि भन्ने चर्चा पनि छ के हो त्यो चर्चा जसले गरेको उसैलाई सोध्नु त्यहाँ पत्रकारको माथि ट्विट गर्नु भएको छ के छ यसमा माई सजेसन टु पत्रकार पनि ब्रो धेरै नगर क्या ब्रो हि इज सो रियल धेरै टेन्सन तनाव नदियो क्या मलाई डिफ्रेन्ट क्वेसन सोधेर यो कुरा थाहा छैन कि म बिहान किताब बेच्न आएको मान्छे यो देशको सिमानाको विषयमा के छ अहिले खास गरी लिपुलेकमा चाहिँ भारतले हैन नेपाललाई पत्तै दिएन त्यहाँ व्यापार सम्झौता गर्ने त्यो सब राजनीतिक कुरा हो है तपाई राजनीतिज्ञ हो त राजनीतिज्ञ होइन ताला गदा I don't know context के थियो कसलाई भनेर but that was really funny like उहाँको स्ट्याचरको मान्छेले यस्तो रियल र हुन्छ नि straight forward कुरा गर्दाखेरि चाहिँ I think people find it really funny and I also find it really funny but we all know he's very educated पनि र आफ्नो काम पनि धेरै राम्रोसँग गर्नुहुन्छ so it's a mad respect for him man भूमिका खेलाडीको पहिलोचोटि सांसदको शपथ खाँदा कस्तो अनुभव भइरहेछ
एकदम 5 मिनेटमा सिद्धिहाल्यो नि बालिनु पहिला तपाईँलाई पक्राउ गर्ने हो थाहा छैन के फेरि हो फेरि हो भन्छु क्या या हाउ डज यु नो द्याट कसरी थाहा हुन्छ त उहाँलाई राइट शिक्षा मन्त्रीमा दोहोरिने सम्भावना कतिको छ मलाई थाहा छैन भगवान् पशुपतिनाथलाई गएर सोध्नु शैक्षिक वातावरण बनाउने तपाईँले मन्त्री हुँदाखेरि अगाडि बढाउनु भएको कानुन अब अगाडि बढ्ला त बढ्नै पर्छ नबढ्यो भने त म त हडताल गर्छु नि हाम्रो ढोका फुल्दिने हो नि अनि अरूले फुल्दैन हुन्छ केही छैन अब 1.5 घन्टा छ मान्ने हुन मान्ने भइसक्नु भयो अब भएको छैन अहिलेसम्म शपथ नगरेसम्म त कहाँ मान्ने हुन्छ विधायक I don't know if that was real or not, but that was so amazing. त्यो चाहिँ नि हामी पनि हाम्रो साथीलाई भेट्दाखेरि त्यसरी नै बोलाउँछौँ नि त that was so real and that was so relatable पनि I love that part. बधाइदिनु पर्दैन Bluntly face में क्या not behind the back पनि होइन सिधै अनुहारमै तिमीले बताइदिनु पर्दैन ल्याउनु पर्छ दाईलाई ल्याएपछि दाईको पछि लगाएपछि ढङ्गा ल्याउनु पर्दैन ढङ्गा आएन त यार कहिले आउँछ ढङ्गा I think he lost election त्यही भएर भने होला maybe देशको सांसद बनिसक्नु भयो देशको नीति निर्माण तहमा पुगिसके पछाडि नीति नियम बनाउने हो The way he's looking at the mic. मिल्छ भन्छन् धेरै मान्छेहरूले पुस्तकको बेलामा पुस्तक बेचेको नीति नियम बनाउने बेलै भएको छैन अहिले बात त सही ए हजुर अब संसदै बसेको छैन अधिवेशनै बसेको छैन त्यो कुन चाहिँ डाका हो त्यो त्यसो भन्ने कुन चाहिँ ढाका oh man मेरो jaw दुखिसक्यो हाँस्दै and I'm not half पनि भएको छैन के this is so funny कता कता बेच्दै हुनुहुन्छ अब पोखरामा त बल्ल आज सुरु गर्यो नि अमर सिंहबाट यहाँ आयो यो कति दिनसम्म बेच्नुहुन्छ त नि थाहा हुँदैन क्या बहिनीहरू यस्तो झन्झटिलो कुरा नसोध्नुहोस् न अलि राम्रो कुरा सोध्नुहोस् लाइक एउटा पोइन्टमा पुगेपछि त मलाई पनि त लाइक अति हुन्छ होला नि त राइट जे पनि सोधिरहेछ किताब के सोधिरहेछ सो आई थिङ्क उहाँहरूको नि फल्ट हो क्या दे अल्सो सुड आस्क स्पेसिफिक क्वेसन रिलेटेड टु उहाँलाई हेल्प हुने वा पब्लिसिटीले गर्नको लागि या केही पनि कुनै पनि एउटा पोइन्टको कुराहरू सोध्यो भने चाहिँ आई थिङ्क द्याट वुड बी फन बट जे पाइ त्यही सोधिरहेको हुन्छ नि त त्यो फ्रस्ट्रेसन जायज छ किताब मैले अध्ययन गरेँ छैन होइन हजुरको किताबभित्र के छ त्यसको जीवनी भनेको के हुन्छ जीवनी छ म भएको छु नि म त 71 वर्ष पुगेर 72 वर्षमा लाग्यो यो लास्ट चान्स हो अर्को म उड्दा पनि उड्दैन उठ भनेर भने पनि उड्दैन ल हुन त फेरि 1% चान्स त हुन्छ ट्रु है सबैले गर्दिन भने नि 1% चान्स त हुन्छ गर्न सक्ने सो आई थिङ्क दिस म्यान इज रियली रियल एन्ड रियली अथेन्टिक त्यो हुन्छ नि सुगर कोट गरेर बोल्ने उहाँको छैन त्यो अनि द्याट इज द वान थिङ आई थिङ्क मलाई चाहिँ धेरै मनपर्छ र अडियन्सहरूलाई पनि त्यो चाहिँ एउटा लास्टै मनपर्ने कुरा भनेको हि इज भेरी ब्लन्ट एन्ड भेरी रियल के त्यही भएर नि उहाँलाई सुन्न हेर्नलाई धेरै मनपर्छ क्या हामीलाई सामाजिक सञ्जालमा एउटा यति बेला भिडियो भाइरल भइरहेको छ तपाईँले कुनै कार्यक्रममा मिटिङमा एकजना माथि यसरी बोतल फालिराख्नु भएको छ के हो वास्तविकता बोतल फालेको होइन त्यो मेरो अगाडि खाने पानीको बोतल थियो अनि उता टेबलमा बसेको थियो मैले यसो गर्दाखेरि त्यो बोतल चाहिँ गुडेर गएको हो क्या अब त्यही भिडियो हो भने चाहिँ आई थिङ्क इज द्याट्स नट ट्रु मैले देखेको अनुसार चाहिँ बिकज हि पिक्ड इट एन्ड हि थ्रू राइट फेरि मन्त्रालय आउँछु भन्ने छैन सपना छैन कसैले टिपेर ल्यायो भने फेरि आउने हो अनि मन्त्रीज्यू सुविधा छ नि सुविधा छ धेरै सुविधा तपाईँ सहज हुनुहुन्छ सहज छ केही आरोपहरू पनि लागेछन् यस्तै हो राम्रो काम गर्दा आरोप पनि लाग्छ ती आरोपको सफाइ पनि दिनुपर्छ ल ठिक छ ल जान्छ आई थिङ्क दिस इज भेरी सिरियस प्रोग्राम होला मैले अहिलेसम्म हेरेर चाहिँ छैन बट यो प्रोग्राममा आई थिङ्क द कोअर्डिनेटर जसले त्यो इन्टरभ्यू लिँदै हुनुहुन्छ हि वाज अल्सो लाभिङ के ब्याक देन
भारतीज्यू तपाईँले हिजो भन्नुभएको फेसबुक र युट्युबले पत्याएन भनेर भन्नुभएछ पत्याएन नि ट्रोल बनिरहेछ मन्त्रीज्यू के भन्नुहुन्छ अन्याय अत्याचारी मेरो चाहिँ 1 लाख 2 लाख 3 लाख भ्युज आउँदाखेरि पनि पैसा आउँदैन शिक्षा मन्त्रालयको अब योजना अफिस जाने छ मन्त्री 12को घटनालाई 12 कहाँ छ एकदम साह्रै रहर लाग्यो अनि त्यही भएर यो किताब बेच्यो क्या पैसा कमाउन रहर लाग्यो कारखाना चलाउन रहर लाग्यो यो पुराना फाइलहरू खुल्ला मान्ने छु तपाईँलाई के खोल्ने हो सब खोल्ने तपाईँ पनि त्यसमा साथ दिनुहुन्छ एकदम साथ दिन्छ यो पुराना नेताहरूले अझै पनि त्यो एक खालको दम्ब देखाइरहनु भएको छ भनेर तपाईँले स्टाटसहरूमा पनि लेखिरहनु भएको छ नि यो पुराना नेताहरू अझै सुध्रेनन् भनिरहनु भएको छ नि सुध्रेनन् भने मैले के गर्नु त अब सुध्रेनन् भने उनीहरू जान्दा होला Still we have I think 5 minutes is baki sir, and this video is really funny, amazing. I love the video. Last time funny बनाएको रहेछ कस्तो लागिरहेछ कस्तो लाग्ने गरम गरम भएको छ घाम लागेको छ एजेन्डा के भन्छ मानिसु अब एजेन्डा चाहिँ काम गर्ने हुन्छ I think that's म good. त के हो भन्दाखेरि अलिकति बुढोजेन्जी हो हैन तर म चाहिँ सबैसँग मिल्न सक्छु सर्वप्रथम त म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु किनभने म फरक छु बोल्ने तरिका पनि फरक छ काम गर्ने तरिका पनि फरक छ सबै कुरा म प्राय सबैसँग मिल्दैन अगाडि चाहिँ म सबैसँग मिल्छु पछाडि चाहिँ म सबैसँग मिल्दिनँ 12 फाउन्डेसनले आएर यहाँ चाहिँ सरकार बनाइदिने होइन यो पुरानो दलले होइन नेपालमा धेरै मान्छेले हावा कुरा गर्ने म एउटा अचम्मको सांसद I love that candid thing. संसारभरिबाट हेर्नु आजदेखि त म त स्कुल जाने हो भाइ संसदको स्कुल मेरो स्कुल त 5 वर्षमा सकिन्छ है अब झोलासोलामा किताब कापी गर्नु पनि हाल्नु पर्यो है दाजुभाइ दिदीबहिनीहरू म त आजदेखि त स्कुल जान पाएँ भाइ ढिलै भए पनि ल है ल सबैलाई नमस्कार छ है एकदम खुसी छु स्कुल जानु पाएकोमा Oh my god. किताबको टी-सर्ट र अहिले लाउनु भएको टी-सर्ट एउटै हो कि क्या हो? हो क्या बिहान चाहिँ कोले किताब मसँग त्यो यस्ता किताबहरू कति आउँछ कति उपहार दिन्छन् उनीहरूले उपहार दिन्छन् मैले चाहिँ किताब बेच्छु सदनमा पनि नभए बेच्नुहुन्छ कि के छ सदनमा बेच्दैन जुम्लाबाट सेवा सदनमा हावा कुरा नगर न हो मलाई पनि थाहा छैन यो किताब कहाँ बेच्नुपर्छ कहिले होइन म यो पढ्नु छोड्नु म कसैलाई कर लाउने किताब नकिने पनि महावीरको नाचेर्नेहरू आउनुहोस् त टाढाबाट पक्राउ गरिएको कुरामा साथ छ कि छैन कुरा मलाई थाहा हुन्न हजुर थाहा हुँदैन ठिक गरे कि बेठी गरे मालिन सरकारले कानुनले गरे ल This was recent भनेपछि किताब लिने उता फोटो खिच्ने त राजनीतिको कुरा म गर्दै गर्दैन 1 गर्दैन 2 गर्दैन 3 गर्दैन हजुर सुदूरपश्चिमका लागि त एउटा किताब लैजान्छु होइन किन्नु पर्यो नि त्यसले लगेर माननीयज्यू नमस्कार अरू माननीय भइसकेपछि शपथ खान हतार छ सबैलाई हजुरलाई एका बिहानै आविष्कार केन्द्रमा देखियो के खास के हो यो अनि के हो त तिमीलाई छक्क पर्ला अब आविष्कार केन्द्रमा I think what is valid भाइ त्यहाँ लामो कुरा नगर त्यहाँ
मात्र नसोध्दैन अरू सोध्न छिटो कारखाना चलाउनु गाह्रो छ त फेरि छैन गाह्रो छैन गाह्रो छैन यसरी किताब बिक्ने हो भने त होइन 4-5 वटा बिक्छ कारखाना के बिक्छ यहाँ कतिको पोजिटिभ कमेन्टहरू आइराखेका छन् तपाईँ लाइभमा जाँदै कमेन्ट हेर्नै भएको छैन कोही हेर्ने होला त हेर्दैन तपाईँले एकजना दुर्व्यवहार गरेको हो गरेको भिडियो चाहिँ भाइरल भएको थियो होइन दुर्व्यवहार के भएको माननीयज्यू त्यति झगडा भएको तपाईँको इच्छा शिक्षा बन्ने फेरि पनि यो मन्त्री बन्ने इच्छा छैन सभामुख बन्ने थियो सभामुख त झन् बन्दै भन्ने मलाई केही भनिदिनुहोस् न नयाँ अनुभव शपथ ग्रहण गर्नलाई 5 मिनट पनि लागेन अनि गर्दा गर्दै शपथ ग्रहण सिद्धियो भने सबै निस्कियो अब के अनुभव गर्ने 5 मिनटमा केही अनुभव हुन्छ मन्त्रीको 5 मिनटमा के हुन्छ अनुभव राइट त्यो बिर्सिन्छ पनि कति बिकज त्यो मोमेन्टमा के भइरहेको त्यस्तो धेरै कन्सियस नै हुँदैन नि त हजुरलाई देख्छौँ छैन भगवानलाई सोध्नु मानिज प्रतिवेदन सार्वजनिक भएको छ ओली लेखक र आइजिपीलाई छैन प्रतिनिधिको कुरा मलाई थाहा हुँदैन प्रतिवेदन मैले पढ्दै पढ्दिन अनि थाहा कसरी Oh my god. This video was really funny. I thoroughly enjoyed each and every moment last time on Paryo. And I also personally like Mahabir Pun sir. I think he's really funny, very educated and insightful pani. I think he's a man with a mission. Wale यो सबै गर्नुको पनि एउटा कारण छ उद्देश्य छ राइट he's running multiple हुन्छ नि उहाँको business जुन चाहिँ I think technology related छ I think that's for the development of the country पनि हो लाग्छ and I love him. He's so fun and amazing पनि हुन्छ like and very straightforward के भन्नलाई लजाएर हुन्छ नि कोही मान्छे त सुगर कोट गर्छ भने he's not like that. So I think that's the reason why we all love him as well as watching his videos. मलाई त लास्ट टाइम मनपर्छ यो तपाईलाई पनि मन पर्यो भने don't forget to like and subscribe. Thank you so much for watching. See you in another video. Bye bye.